बस्नु भएपछि यो कार्यक्रममा हाम्रो लान्द्रुममा रहेर श्री आमाले हाम्रो यातायात व्यवसाय समितिका पदाधिकारीज्यूहरू गाउँपालिका अध्यक्षज्यू सम्पूर्णलाई एउटा स्वागत कार्यक्रम जस्तो एउटा कार्यक्रम सांस्कृतिक कार्यक्रम हामीले प्रस्तुत गर्न गइरहेका छौँ र हामीले हाम्रो अतिथिज्यूहरूलाई हाम्रो आमा समूहको तर्फबाट माला लगाएर सहयोग गरिदिनु हुन पनि म अनुरोध गर्दछु र माला लगाएसँगै कार्यक्रम पनि अगाडि बढ्ने कुरा चाहिँ म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु र भोलि बिहान हामीले एउटा औपचारिक कार्यक्रम जस्तो गरेर हाम्रो गाउँपालिका कति बजे समय दिनु भयो कति बजे गर्नु 9 बज्ला 9 बजे 8:30 राखौँ न 8:30 बजे बिहान सबैजना यो समय अनुकूल मिलाएर यहाँ माथि कुटुङ्गरामा आइदिनु होला हामीले एउटा औपचारिक कार्यक्रम जस्तो गरेर हाम्रो गाउँपालिका अध्यक्षले रिबन काटेर हामीले विधिगत रूपमा यो बसलाई सञ्चालन गरियो है भन्ने खालको एउटा म्यासेज गर्ने हो हामीले यो बस सञ्चालन गरिरहेको बेलामा हामीले अझ हाम्रो जस्तै लान्द्रुममा पनि आन्तरिक पर्यटनहरू चाहिँ भित्राउनुपर्छ होइन हाम्रो साह्रै चल्दै जाँदा लान्द्रुम उजेलमा परिरहँदा हरेक खालको कुराहरूबाट अगाडि बढाएर चुनौती पनि छ होइन अहिलेको मिडियाको जमाना छ अब हामीसँग मर्ने हिमाल पनि छ होइन हामी चाहिँ यसरी अगाडि बढेको कुरा पनि म जानकारी गराउन चाहन्छु र हाम्रो